जब म दोलखा जिल्लाको प्राकृतिक सौन्दर्यको कुरा गर्छु, मेरो मन एकाएक हिमाल, हरियाली र झरनाहरूको स्वप्निल संसारमा पुग्छ। दोलखा मेरो लागि केवल एउटा भौगोलिक स्थान होइन, यो मेरो मनको क्यानभास हो जहाँ प्रकृतिले आफ्नो अनुपम रङहरूले चित्र कोर्छ। गौरीशङ्कर हिमालको सेतो काख, तामाकोसी नदीको सङ्गीतमय बगाई र सैलुङका सय थुम्काहरूको रमणीय दृश्यले मेरो आत्मालाई सधैँ मन्त्रमुग्ध बनाउँछ। यो सौन्दर्य मेरो मनको शान्ति, मेरो प्रेरणा र मेरो जीवनको एक अभिन्न हिस्सा हो। तामाकोसीको पानीले चट्टानमा ठोक्किँदा निस्कने आवाज मेरो लागि कुनै सङ्गीतभन्दा कम छैन। जब म आँखा खोल्छु र मेरो वरपरको संसारलाई निहाल्छु, प्रकृति मेरो सामु एउटा जीवन्त चित्रकथाको रूपमा प्रस्तुत हुन्छ। यो केवल हरियाली जङ्गल, बग्ने नदी वा उभिएका हिमालहरूको समूह मात्र होइन, यो मेरो मनको गहिराइमा बसेर मसँग संवाद गर्ने एउटा जीवन्त सखी हो। प्रकृति मेरो लागि केवल बाहिरी दृश्य होइन, यो मेरो आत्माको आलाप हो, मेरो जीवनको आधार हो र मेरो खुसीको स्रोत हो। प्रकृतिको सौन्दर्यमा हराउँदा मलाई कहिलेकाहीँ लाग्छ यो पृथ्वी कुनै कविको कविता हो। म यो विशाल विश्वको सानो हिस्सा हुँ, तर यो प्रकृतिको काखमा म पूर्ण छु। यो केवल आँखाले देखिने रङ, रूप वा दृश्यको कुरा होइन, यो त मेरो आत्मालाई छुने एक जादुमय अनुभूति हो। यो मेरो मनको क्यानभास हो जहाँ हरियाली जङ्गल, उभिएका हिमाल र बग्ने नदीहरूले मलाई माया र शान्तिको सन्देश दिन्छ। प्राकृतिक सौन्दर्यले मलाई सधैँ सिकाउँछ कि साँचो सुन्दरता सादगीमा लुकेको हुन्छ, न कि कृत्रिमतामा। प्राकृतिक सौन्दर्यप्रति मेरो यो लगावले मलाई साना साना कुराहरूमा पनि सौन्दर्य देख्न सिकाएको छ। मेरो घरको आँगनमा फुल्ने सूर्यमुखीको फुल, रातको आकाशमा टल्कने ताराहरू वा बर्सातको समयमा झालमा ठोक्किने पानीका थोपाहरू, यी सबैमा म प्रकृतिको सौन्दर्य देख्छु। यी साना कुराहरूले मलाई सम्झाउँछ कि सौन्दर्य कुनै ठुलो कुरामा मात्र होइन, साना साना क्षणहरूमा पनि लुकेको हुन्छ। प्रकृतिको सौन्दर्य मेरो लागि केवल दृश्य होइन, यो मेरो जीवनको सङ्गीत हो। यो मलाई सिकाउँछ कि जीवनमा सन्तुलन, सहअस्तित्व र सादगीको महत्त्व कतिको छ। जब म सूर्यास्तको रातो रङमा हराउँछु वा झरनाको सङ्गीतमा रमाउँछु, मलाई लाग्छ प्रकृति मेरो सबैभन्दा ठुलो प्रेरणा हो। यो मेरो मनको कविता हो जसले मलाई बाँच्न र माया गर्न सिकाउँछ। झरनाको सौन्दर्यमा के यस्तो जादु छ जसले मलाई बारम्बार आफूतिर तान्छ। यो केवल पानीको बगाई मात्र होइन, यो जीवनको प्रवाहको प्रतीक हो। झरनाले मलाई सिकाउँछ कि जीवनमा अगाडि बढ्नु नै साँचो सुन्दरता हो। जसरी झरना चट्टानहरूको बाधालाई पनि पार गरेर आफ्नो बाटो बनाउँछ, त्यसै गरी हामीले पनि जीवनका चुनौतीहरूलाई अगालेर अगाडि बढ्नुपर्छ। मलाई लाग्छ झरनाको यो सङ्गीत मेरो मनको गहिराइमा बसेर मलाई सधैँ प्रेरणा दिने एउटा स्रोत हो। शीतले भिजेका घाँसका पातहरूमा सूर्यको पहिलो किरण पर्दा त्यसले हिराजै टल्कने दृश्य देख्छु म, र मलाई लाग्छ यो कुनै कलाकारले बनाएको चित्रभन्दा कम छैन। त्यो क्षणमा मेरो मनमा भएको सबै दुःख र भागदौडको अनुभूति हराएर जान्छ र एउटा अद्भुत शान्ति छाउँछ। प्रकृतिको यो भव्यताले मलाई विनम्र बनाउँछ। हामीले जतिसुकै प्रगति गरे पनि प्रकृतिको अगाडि हामी कति सानो छौँ भन्ने कुराको बोध गराउँछ। बरु बाटो नछेटियोस्, यसरी नै हिमाल, पहाड, झरना, खोला, वनजङ्गल हेर्दै हिँडिरहन पाइयोस् भन्ने चाहना हुँदो रहेछ। ढुङ्गामा पनि सुन्दर आकृति कपिएको भेटिन्छ। अग्ला चट्टानी पर्वत पनि मिलेर बसेको देखिन्छ। सुरिला रुख, फैलिएका बोट वनस्पतिले पनि प्राकृतिक सौन्दर्य पेश गरिरहेको हुन्छ। झोर झाडीमा पनि प्रकृतिको मुस्कान देख्न पाइन्छ। खुला खहरेका ढुङ्गामा समेत सौन्दर्यको बिस्कुन सुकाएको मनोहर दृश्यसँग रमाउन पाइन्छ। मानव निर्मित घर आँगन पनि उसरी नै स्वाभाविक सिँगारिएको सजाएको छ। हेर्दा हेर्दै कति छिटो बाटो छुट्टिन्छ, देख्दा देख्दै कति दृश्यहरू पछाडि ओझेलमा पर्छन् र फेरि नयाँ देखा पर्छन्। कति र के मात्र हेर्ने,
झरनाको छङछङ छँदैछ। तामाकोसी नदीको शान्त सुसाइको शीतलता पनि छँदै नै छ। वनमा चराका अनेक जात चरनमा निर्धक्क चरिरहेकै छन्। जनावरका चालचुल पनि सुनिन्छन्। साँच्चै यात्रामा हिँड्ने हिम्मत हुनुपर्ने रहेछ। मात्र खुट्टा नदुखे पुग्ने रहेछ। प्यास लागे पानी पिउनु छँदैछ। आँखाभरि प्राकृतिक सौन्दर्यले माया गर्न आइहाल्ने रहेछ। अलिकति हिँडेर यसो बिसाउँ कि एकैछिन भन्यो भने बस्ने ठाउँ आइहाल्छ। हेरेर धित मर्छ तर हेर्नुपर्ने सुन्दरताका दृश्य निख्रिँदैन। हिँडेर नथाक्ने पाइला देखेर नसिद्धिने सौन्दर्यमा समाहित हुँदै यात्राले विश्राम लिन नमान्दो रहेछ। असीम सुन्दरताहरूले यात्रारत हरेक यात्रीहरूलाई मायालु शुभेच्छाको सन्देश दिँदै आरामदायी यात्राको अविस्मरणीय छाप दिन्छ। खुसी निम्ताएर जिन्दगी रमाउने र बाँच्ने प्रेरणा प्रदान गर्छ। यति भएपछि हिँड्नलाई कठिन पनि नलाग्दो रहेछ। बरु बाटो नछुटियोस्, यसरी नै हिमाल, पहाड, झरना, खोला, वन जङ्गल हेर्दै हिँडिरहन पाइयोस् भन्ने चाहना हुँदो रहेछ। अनि थाकेर गलेको जानलाई एकछिन बिसाउँ भनेर बसिरहन र बिसाइरहन पनि मन नमान्दो रहेछ। अझ अगाडि देख्नुपर्ने नयाँ दृश्यसँग साक्षात्कार हुनुको हतारो सबैलाई हुँदो रहेछ। प्रकृतिमा हुर्कने कुराहरूमा एउटा निश्चलता छ। हामी मानिसहरू आफूलाई धेरै जटिल र महत्त्वपूर्ण ठान्छौँ। तर प्रकृतिको अगाडि हामी सानो मात्रै छौँ। जब म पहाडको चुचुरोमा उभिएर हेर्छु, अनन्तताको एउटा झलक मलाई आफूभन्दा ठुलो कुनै योजनाको भाग हो भन्ने एहसास दिन्छ। यो एहसासले गर्दा मेरो चिन्ता र तनावहरू क्रमशः साना साना देखिन्छन्। हरियालीको यो घना जङ्गलमा ओहोर दोहोरको ओहिरो लागेको छ। जाने गइरहेका छन् उकालो, फर्किने फर्किरहेका छन् ओह्रालो। सबैका अनुहारमा थकितपन, मलिन र निनीहरू कुनै केहीको आवाज महसुस हुँदैन। बरु खुसीका छचल्कन, हाँसोका फोहरा अनुहारमा प्रतिबिम्बित देखिन्छ। त्यसैले उन्मुक्त उत्साहित पाइला सबैको लम्किरहेको देख्न सकिन्छ। निरन्तर